केराबारी 8 निवासी दुईजना देउरानी जेठानीहरू यतिखेर श्रेष्ठ लघु उद्योग खोलेर उद्यमी बन्ने बाटोतर्फ अघि सर्नु भएको छ। यहाँहरू दुवैजनालाई स्वागत छ। नमस्ते दाजु। हामी तपाईहरुको यो उद्यमी बन्ने बाटो देखेर यहाँसम्म आइपुगेका छौँ। हामीले चाहिँ अहिलेसम्म ओडाको सिपबाट अहिलेसम्म कहीँ पनि देखेको छैनौँ हैन। अरूले तालिम थुप्रो आएको छ तर ओडाको सिपबाट अहिलेसम्म उहाँहरूले कसैले पनि गरेको चाहिँ अहिले आजसम्म हामीले देखेको छैनौँ। तर किनभने अब उहाँ ओडाबाट पनि त पैसा त्यतिकै बजेटहरू आउँदैन, यो पनि हामीले सदुपयोग गरौँ। सिकेर मात्र हुँदैन, आफूले गरेपछि जाने बुझेको गर्दा चाहिँ धेरै राम्रो जस्तो लाग्छ हामीलाई चाहिँ। त्यतिखेर हामी केराबारी 8 मा आइपुगेका छौँ। दुईजना देउरानी जेठानी उद्यमी हरूबीच हामी उपस्थित भएका छौँ। त्यतिखेर उहाँहरूले यो बनाउने तरिका पनि देखाउँदै हुनुहुन्छ। यो 10 लिटर पानीमा यो चाहिँ के राख्दै हुनुहुन्छ? यो रङ हो, हार्पिक रङ। हजुर, यो मेरो हातमा एउटा तितेपातीको साबुन छ। यो चाहिँ अब तितेपाती भनेको हाम्रै गाउँठाउँमा धेरै पाइन्छ। यहाँहरूले सङ्कलन गर्दाखेरि दर्शकहरूले हेरिरहनु भएको छ। यति एउटा बन्नको लागि जस्तो यसलाई 130 मूल्य राख्नु भएको छ। यति बनिसक्दाखेरि तितेपाती कति किलो जति चाहिन्छ होला? नमस्कार, म यहाँहरूकै शब्दभरिको सारथी युवराज ठकुरी। जेफाले सृजना डबलीको 242औं श्रृङ्खलामा आज हामी केराबारी गाउँपालिका 8 मोरङमा आइपुगेका छौँ। केराबारी गाउँपालिकाले साबुन बनाउने तालिम दिएसँगै केराबारी 8 निवासी दुईजना देउरानी जेठानीहरू यतिखेर श्रेष्ठ लघु उद्योग खोलेर उद्यमी बन्ने बाटोतर्फ अघि सर्नु भएको छ। यहाँ देखिरहनु भएको छ। उहाँहरूसँगै म उहाँहरूकै निवासमा आइपुगेको छु। उहाँहरूले विभिन्न साबुनहरू, हार्पिक, विभिन्न फिनेलहरू लगायत तितेपाती निमका साबुनहरू पनि उहाँहरूले उत्पादन गर्नुभएको छ। आज हामी उहाँहरूसँगैको यो श्रेष्ठ लघु उद्योगको यात्रा सम्बन्धी कुरा गर्नेछौँ। यहाँहरू दुवैजनालाई स्वागत छ। नमस्ते दाजु। हामी तपाईहरुको यो उद्यमी बन्ने बाटो देखेर यहाँसम्म आइपुगेका छौँ। कहिलेदेखि सुरु गर्नुभयो? यो हामीले लगभग जेठमै सिकेको होला हैन। 4 दिने तालिम थियो। हजुर। ओडाले दिनुभएको हामीलाई 4 दिने तालिम थियो। तालिममा हामी पनि पहिले चाहिँ गरेको थिएनौँ, कुनै पनि प्रयोगहरू गरेको थिएनौँ। अनि त्यसरी यही तालिम सिकेर चाहिँ ओडाले दिनुभएको 4 दिने तालिमबाटै हामीले अहिलेसम्म यसरी गरेको। अहिले लगभग भयो 1.5 महिना जस्तो भयो दाजु। केराबारी गाउँपालिका वडा नम्बर 8 ले दिएको थियो। हजुर। यहाँहरूको परिचय दुवैजनाको? मेरो नाम सम्झना श्रेष्ठ हो। हजुर। म यहाँ केराबारी 8 हदाबिगा। हजुर चाहिँ देउरानी जेठानी? म देउरानी हो। म जेठानी। हजुर। कला श्रेष्ठ हो। हजुर। हदाबिगा 8 हो। हजुर, दुवैजनाले तालिम लिनुभयो कि एकैजनाले मात्रै? पहिला यहाँहरूको सोच चाहिँ यस्तो के अरे साबुन बनाउनेतिर जान्छ, यो उद्यमी गरौँला भन्ने सोच थियो कि थिएन? थिएन दाजु, कहिले थिएन। हाम्रो यस्तो उद्यमी गर्ने सोचै थिएन। दिदीले भन्नुभयो, के भन्नुभयो भने तालिम आएको छ ओडामा, के गर्ने सिकौँ, हामी पनि एउटा एउटा सिप सिकौँ भन्नुभयो। अनि दिदीले हुन्छ नि त मैले भने। अनि त्यसरी गयौँ, दुईजना फर्म भर्नलाई गयौँ। जाँदाखेरि फर्म भर्यौँ दुईजनाले। अनि 4 दिने तालिम रहेछ, 4 दिने तालिम सिक्यौँ ओर्यौँ र अनि त्यसको सिकेको चाहिँ 7-8 दिनपछि हामीले सामान लिनु गयौँ। सामान लिएर आएर थोरै घरमै दुईजनै फेरि सल्लाह गऱ्यौँ। सल्लाह गर्दाखेरि सामान अलिकति ल्याएर बनाऊँ, कस्तो के हुँदो रहेछ, एकचोटि गाउँमै बनाएको कतिको जाँदो रहेछ जाँदैन रहेछ भनेर युज गरौँ भन्नुभयो। अनि दुईजना सल्लाह गरेर गयौँ, गएर ल्यायौँ। पहिले सुरुमा हामीले 4500 उठायौँ लगानी। त्यति लगानी गर्नुभयो? त्यति लगानी गऱ्यौँ। त्यो पछि अनि कतिको जाँदो रहेछ भन्दाखेरि गाउँघरमै हामीले पहिले सुरुमा पानीको बोतल हुन्छ नि, हो युज गरेर छोडेको पानीको बोतलमा हामीले लिटरले भरेर 1-1 लिटर गरेर 100 रुपियाँले बेच्यौँ। गाउँभरि बेच्यौँ। बेचेपछि कतिले त भन्नुभयो, कति उयो भन्नुभयो, तर हामीले त्यो बाटो रोजिनौँ। त्यही पनि अझै बढी हुन्छ कि भन्ने सोचमा फेरि अनि भन्नु भन्दा प्रोत्साहित गर्नेतर्फ भन्नुभयो? हजुर। हुँदैन होला भन्ने जस्तो? हजुर, त्यस्तो भन्नुभयो। अनि कतिले त के पनि भन्नुभयो, तर हामीले त्यो बाटो छोडिनौँ। नछोड्दाखेरि अनि फेरि बेच्दै जाँदा के भन्नुभयो भने उहाँहरूले बोतल प्रयोग गर्नुपर्छ भन्नुभयो। अनि हामी फेरि त्यो बोतलको लागि गयौँ। अर्को ब्रान्डकै बोतल? ब्रान्डकै बोतल। दुईपल्ट चाहिँ हामीले पानीको बोतलमा बेच्यौँ। बेच्दाखेरि त्यसो भन्नुभयो। अनि फेरि बोतल ल्यायौँ। बोतलबाट फेरि नाम चाहिँदो रहेछ, लोगो।
लोगोको लागि फेरि उयो गऱ्यौँ। अहिले अनि पछाडि बजारमा अलिअलि जान्छ। मङ्गलबारे बजारमा पनि बस्ने गरेको थियौँ हामी। हजुर, हप्तै पछि लानुहुन्छ? हप्तै पछि अहिले लान्थ्यौँ। पछिल्लो समय लाँदै हुनुहुन्छ कि छैन? लगेको छौँ। अनि अघि 4500 9000 उठाएर भन्नुभयो। त्यो गरिसके पछाडि यहाँहरूको पहिलो हजुर आम्दानीको कुरा गरौँ न। हजुर। के गर्नुभयो? त्यति उठाउनुभयो सुरुवाती चरणमा? सुरुवाती चरणमा हामीले चाहिँ थोरै साबुनको सामग्री ल्यायौँ। हजुर। अनि हार्पिक पनि हामीलाई र बनाएर चाहिँ सिकाउनु भएको थियो। त्यो ल्यायौँ। पहिले सुरुमा आएको थिएन हामीलाई अरू सामान चाहिँ र ल्यायौँ। हार्पिकको र अनि फिनेलको पनि र ल्यायौँ। कालो फिनेल पनि सिकाउनु भएको थिएन हामीलाई। सेतो फिनेल, हार्पिक, सरफ, साबुन सिकाउनु भएको थियो 4 थोक। अनि त्यसरी हामीले त्यति ल्याएर बनायौँ। त्यति ल्याएर बनाएपछि बेच्यौँ। बेचिसकेपछि अलिकति भए पनि अलिकति जानु थालेपछि अब अलिक धेरै बढाउँ त्यहीबाटै भनेर फेरि अलिक थोरै लगानी लगौँ भन्यौँ। फेरि थप्यौँ। थप्दै गयौँ अहिले यहाँसम्म आइपुग्यौँ। राम्रै हुँदैछ अहिले। हजुर, उत्साह अझै थपिएको छ। यहाँले बनाउनु भएको सामग्रीहरू यहाँ पछाडि छन्। अब सबै कच्चा पदार्थहरू बाहिरैबाट ल्याउँदै हुनुहुन्छ। अघि पनि कुरा भयो यो निम र तितेपाती चाहिँ यही गाउँमै सङ्कलन गरिरहनु भएको छ। त्यो चाहिँ के छ? आफै सङ्कलन गर्नुहुन्छ कि अरूबाट लिनुहुन्छ कि? होइन, आफैबाट। बोट छ, त्यही बोटबाटै भेला पारेर। तितेपातीको बोट छ? हजुर। निम पनि छ, तितेपाती पनि छ। पछिल्लो समयमा त्यसले पुग्छ जस्तो लाग्छ कि के छ त? अहिलेको लागि चाहिँ पुगिरहेछ। हजुर, अब यहाँहरूको उत्पादन, यहाँहरूको यात्रा राम्रै हुँदैछ, हतोत्साही हुनु भएको छैन। यहाँ पछाडि हामी देख्न सक्छौँ। योबाट हेरेर कुरा गरौँला। यसको लोगो लगाएको छैन। हजुर, यो लोगो लगाउन बाँकी छ। यहाँको चाहिँ यो चाहिँ समग्र सामग्री बाहिरैबाट ल्याउनुहुन्छ। यसको मूल्य कति छ? अहिले कति राख्नु भएको छ? हामीले यसको मूल्य 100 रुपियाँ राखेको छौँ। 100 राख्नु भएको छ भनेपछि अब यो बोतल पनि बाहिरबाट ल्याउनु पर्यो, सबै थोक बाहिरबाट ल्याउनु पर्यो। अस्ति एउटा कुरा सुनेको थिएँ, यहाँहरूको भन्दा अगाडिको साबुन बनाउनेहरूबाट, अरू ग्राहकहरूबाट बाहिर किन्दा र यहाँ अलिक महँगो रहेछ भन्ने कुरा सुन्नमा आयो। यहाँहरूको चाहिँ के छ अरू जस्तो बजारमा पाउने भन्दा? हाम्रो यो बजारमा पाउने भन्दा बजारको दुईटा प्रयोग गरेर यो एउटा गरेर हाम्रै राम्रो छ। हजुर, मूल्यको हिसाबले चाहिँ त्यस्तो साह्रो पनि छैन, ठिकै हो। हजुर, मान्छेले बाहिर त्यो जस्तो अर्को सरफ बनाउनु भएको छ, त्यो सरफमा चाहिँ त्यस्तो कुरा आएको थियो। सरफमा अलिकति मूल्य अलिक बढी हो कि भने जस्तो? सरफमा पनि हाम्रोमा 3 वाट भन्दा हाम्रोमा सस्तो छ। हजुर, वहाँनिर 240 कि कति? त्यसो भने चाहिँ त महँगो थियो होला त्यो भएर। हुन्छ, हामीले यहाँहरूको मूल्यको कुरा पनि गर्दै थियौँ, बजार मूल्यको बारेमा। अब यो सबै कच्चा पदार्थहरू बाहिरैबाट ल्याउनु पर्ने हुनाले अलिकति उ पर्न सक्छ। यो अब त्यस पछाडि यहाँहरूले दर्ता पनि गरिसक्नु भयो कि? गरिसक्यौँ हामीले। हजुर, यो मेरो हातमा एउटा तितेपातीको साबुन छ। यो चाहिँ अब तितेपाती भनेको हाम्रै गाउँठाउँमा धेरै पाइन्छ। यहाँहरूले सङ्कलन गर्दाखेरि दर्शकहरूले हेरिरहनु भएको छ, यति एउटा बन्नको लागि जस्तो यसलाई 130 मूल्य राख्नु भएको छ। यति बनिसक्दाखेरि तितेपाती कति किलो जति चाहिन्छ होला? यतिको लागि हामीलाई जस्तै 9वटा साबुन बनाउनको लागि 1 केजीको सोप हुन्छ, सोप बेस हुन्छ। सोप बेसमा हामीले 100 ग्राम युज गर्नुपर्छ तितेपाती। 100 ग्राम गर्नुहुन्छ, 9वटा बन्छ। त्यतिले 9वटा बन्छ। हजुर, झोल 100 ग्राम झोल हाल्यो भने। त्यो अब यो मात्राको हिसाबले लाउने तरिका यहाँले सिक्नु भएको छ नि त? हजुर। कति मात्रामा त्यो उसँग लाउने मिसाउने भन्ने कुरा चाहिँ सिक्नु भएको छ। हजुर। यसलाई पछिल्लो समयमा यहाँहरूलाई कुनै सल्लाह सुझाव आएको छ? हेर्न आउनेहरू, चेक गर्न आउनेहरू कुनै निकायबाट केही छैन होला? छैन, आउनु भएको केही पनि आउनु भएको छैन। पान नम्बर चाहिँ निकालिसक्नु भएको छ? निकालिसकेको छौँ हामीले। हजुर, यसको माग अहिले बजारमा यसको चाहिँ तपाईँले अघि कहाँ पनि भन्नुभयो, उता गछियातिर लाँदै हुनुहुन्छ भन्नुहुन्छ। कहिले कहिले माग्नुहुन्छ? यो हामीले आज पनि 100 बोतल फिनेल, हार्पिक, कालो फिनेल, सेतो फिनेल, हार्पिक 100 बोतल 150 बोतल लानुभयो। अनि सरफ अस्तिको दिन लानुभयो। अनि साबुन 1-1 दर्जन लानुभयो। उहाँ तल दोकानमा लानुहुन्छ। उहाँहरूले चाहिँ फिडब्याक अरूको भन्दा यहाँको चाहिँ राम्रै छ भनिराख्नु भएको छ अहिलेसम्म चाहिँ। उहाँहरूले निरन्तर लगेदेखि निरन्तर लगिरहनु भएको छ? हजुर, लगिराख्नु भएको छ। त्यसो भने यहाँहरूको उत्पादन क्षमता पनि यहाँहरूले पछिल्लो समय
बढाउँदै पनि हुनुहुन्छ होला। हजुर हामीले बढाउँदैछौँ। हजुर बढाउँदै हुनुहुन्छ, जाँदैछ र स्टक रहने कुरा चाहिँ छैन। छ स्टक छ। अहिले चाहिँ हामीले स्टकै राखेको छौँ। हजुर स्टक पनि राख्नु भएको छ। मङ्गलबारे हटियामा कति जति बेच्नुहुन्छ दिनमा? हामीले कहिले 1400-1500 पनि हुन्छ, कहिले 2000 पनि हुन्छ, कहिले त 800-900 पनि हुन्छ। हुँदै नहुने समय त हुँदैन होला? हुँदैन, त्यस्तो चाहिँ भएको छैन। त्यस्तो भएको छैन। अब आफ्नो आफ्नो ग्राहकहरू बनाउँदै हुनुहुन्छ। हजुर। यहाँहरू संयुक्त परिवारमा हुनुहुन्छ कि के छ? हामी संयुक्त परिवारमै छौँ। हजुर यो अब पहिला नि यहाँहरूले गरेको भिडियोहरू पनि देखिराखेका छौँ, आइराखेको थियो। दुईजनाको यो उद्यमशीलता देखेर हामी यहाँसम्म जेफरेसन डबलीमा आएका छौँ। अब यहाँहरूले बनाउनु भएको हामीले यो देख्यौँ। अब अर्को यो छ, यतापट्टि हजुरले नै निकालेर दुईवटा पल्लो पनि निकाल्नु त सेतो। हजुर एउटा यो, यसको मूल्य चाहिँ कति राख्नु भएको छ? यसको नि 130 राखेको छ, तर हामीले चाहिँ 100 मा दिइरहेको मिलाएर दिनुहुन्छ। हजुर। किन यो सबै एकै खालको मूल्य जस्तो देखेँ नि मैले? अब हामीले अहिले चाहिँ हामीले यसरी नै बेचिरहेको, मूल्य चाहिँ यति नै राखिदिइरहेको छौँ। अब पछि के राम्रो हुन्छ कसो हुन्छ भन्नु त थाल्नुभयो। मूल्य एउटै उयो पनि हुँदैन, अलिकति बढाएर ठिक्क रेटले राखिराख्नु भन्नुभयो। त्यही भएर हामीले चाहिँ पहिले 100 नै राखेको थियौँ, 100 बाट चाहिँ अनि अलिकति बढाएर राखिदिएको छौँ। मिलाउने ठाउँ बिचमा राख्नुहुन्छ। हुन्छ, यो भनेपछि यो चाहिँ कसरी बनाउनुहुन्छ, बनाउने तरिका पनि हामी देखाउनेछौँ भन्दै थियौँ। यहाँले अघि झोल साबुनको पनि कुरा गर्नुभएको छ। अब एकैछिनमा बनाउने ठाउँतिर पनि जान्छौँ। त्यतिखेर उहाँहरूले यो बनाउने तरिका पनि देखाउँदै हुनुहुन्छ। यो 10 लिटर पानीमा यो चाहिँ के राख्दै हुनुहुन्छ? यो रङ हो, हार्पिक रङ। हजुर, हार्पिक बनाउने रङ। हजुर, यो रङको मात्रा चाहिँ कति लाउनुहुन्छ? थोरै। त्यसको मात्रा भन्ने ठ्याक्कै चाहिँ छैन? मात्रा भन्ने ठ्याक्कै चाहिँ छैन, थोरै अलिकति लाग्यो भने कडा लागिहाल्छ। रङ मात्रै देखाउने हिसाबले मात्रै यो चाहिँ यसले चाहिँ प्रयोग रङको काम। हजुर, यसले चाहिँ रङको काम। अब यो 10 लिटरको बनाउँदै हुनुहुन्छ भनेपछि यति बनाइसके पछाडि हजुर यसलाई एकछिन घोल्नु पर्छ। यति बनाइसकेपछि कति आउँछ? यसलाई बोतल जति आउँछ? कति लिटर? हामीले लगभग 12 बोतल निकाल्छौँ। यो बाक्लो हुन्छ कि? हजुर। रलेर गर्दाखेरि चाहिँ फेरि 10 लिटर मात्र बनाउँछौँ। हजुर। यसलाई हामीले रलाई एकैचोटि आफै र नबनाई, हजुर, यो आफैले र बनाएर झोल बनाउँछौँ। यसलाई हामीलाई चाहिँ पहिले फेरि यसरी सिकाउनु भएको थिएन। अनि कसरी फेरि अर्को तरिका अपनाउनु भयो त? यो टिकटकमा हेरेको थियौँ, कसरी हामीले उपाय कसरी चाहिँ हुँदो रहेछ भनेर एकचोटि हेऱ्यौँ। हेर्दाखेरि आएन, फेरि दोस्रोचोटि गऱ्यौँ, फेरि दोस्रोचोटि गर्दाखेरि चाहिँ आयो हामीलाई। फेरि त्यसो भने अनुसन्धान पनि गरिरहनु भएको छ, हेर्दै खोज अनुसन्धान गर्दै। हजुर। अब यो कति मिनट घोल्नुहुन्छ? यो 5-10 मिनट घोल्नुपर्छ। 5-10 मिनट यसरी नै घोलिराख्नु पर्यो। हजुर। अब यस पछाडि यसमा के मिसाउनु पर्यो? थिक्नर आधी लिटर। त्यो आधी लिटर लाउनु पर्यो यहाँ? हजुर। यसलाई पनि घोल्नै पर्यो होला? त्यसलाई पनि 5 मिनट जस्तो घोल्नुपर्छ। हजुर, 5 मिनट जति घोलिसकेपछि त्यो बन्यो अनि? बन्दैन। अनि अर्को त्यस पछाडिको एसिड लाउनुपर्छ 1.5 लिटर। 5 मिनट घोलिसके पछाडि पनि एसिड लाउनु पर्यो। 1.5 लिटर जस्तो एसिड लाउनुपर्छ। हजुर। अनि यसको हार्पिक बनेर आउँछ। यसलाई जति घोल्यो त्यति बाक्लो हुँदै आउँछ। हजुर। केमिकल बाक्लो आफै हुँदै आउँछ। भनेपछि 12 लिटर जति आउने भयो। हजुर। यसमा तपाईहरुको खर्च चाहिँ कति जति लाग्छ? यसमा हाम्रो खर्च यो रङलाई 0.5 किन्दाखेरि 600 रुपैयाँ पर्छ। 11,000 रुपैयाँ केजी पर्छ रङ। ए हजुर, महँगै पर्ने रहेछ। महँगो पर्छ। यो हार्पिकको रङ पर्छ, यो भन्दा अलिकति 2 चोटि कि 3 चोटि बनाए पनि यतिलाई 600 रुपैयाँ पर्छ। हजुर, त्यतिले कति लिटर जति उत्पादन होला? यसले हुन्छ हामीलाई लगभग थुप्रै हुन्छ, 200 लिटर जस्तोबाट पनि उतै हुन्छ त्यतिबाट। भनेपछि यो रहने रहेछ। हजुर। अब यो 5 मिनट घोलिसके पछाडि एसिड चाहिँ पछि मात्रै लाइन्छ? पछि। हजुर, थिक्नर लाउनु पर्छ यसमा। हजुर। थिक्नर लगाइसकेपछि 5 मिनट घोलेपछि एसिड लगाएपछि आफै बनेर आइहाल्छ हार्पिकको। त्यो लाएर चाहिँ कति छोड्दिनुहुन्छ एसिड लाएर? एसिड लाएर एकैछिन चलाएर अनि राखेर भोलिपल्ट मात्र भर्नुपर्छ। भोलिपल्ट चाहिँ त्यसलाई छोपेर राख्नुहुन्छ? हजुर, छोपेर राख्छौँ। दिदीले थिक्नर भेट्नु भएन, के हो? थिक्नर भन्नु भएन? हजुर। त्यसलाई त्यो अघि हामीले 10 लिटर पानी भरेका छौँ, त्यसमा कति मिसाउनु पर्छ? यसमा आधी लिटर। आधी लिटर थिक्नर? हजुर।
यो आधी लिटर भयो। हजुर यसलाई यहाँ हाल्दिएपछि यो आधी लिटर हाल। अब यसलाई 5-10 मिनट फेरि फेरि त्यसलाई पनि 5-10 मिनटै गर्नुपर्छ। अनि त्यो घोलिसकेपछि मात्रै एसिडको कुरा एसिडको प्रयोग हुन्छ। एसिडलाई हालेपछि हार्पिकको उयो आइहाल्छ। डेली चाहिँ सबै हाल्नुहुन्छ? हजुर। यो हार्पिक बनाउने अन्तिम चरण। हजुर। अन्तिम चरणमा यो एसिड प्रयोग भइरहेको छ। यो 10 लिटर पानीमा 1.5 लिटर एसिडको मात्रा मिसाउँदै हुनुहुन्छ र यो अब भोलि मात्रै यो हार्पिक चाहिँ तयार हुनेछ। हजुर। यो गोलेर छोपेर राख्नुहुन्छ। फेरि एसिडलाई पनि घोल्नुहुन्छ? हजुर। यसलाई घोलेर छोपेर राख्नुहुन्छ। त्यस पछाडि मात्रै यो हार्पिक चाहिँ प्रयोगमा आउनेछ। त्यस पछाडि यहाँले बोतलमा हाल्नुहुनेछ। अब हेर्नु न यसरी आउन थाल्यो। हजुर हार्पिकको। हजुर हुन्छ। जेफाले श्रीनाथ डबली हेरिरहनु भएका दर्शक महानुभावहरू, त्यतिखेर हामी केराबारी गाउँपालिका 8 मा आइपुगेका छौँ। दुईजना देउरानी जेठानी उद्यमी हरूबीच हामी उपस्थित भएका छौँ। उहाँहरूले श्रेष्ठ लघु उद्योग भनेर खोल्नु भएको छ। केराबारी गाउँपालिकामा उत्पादन भएका आफ्नै गाउँठाउँका सामग्रीहरू प्रयोग गर्नु हुन हामी अनुरोध पनि गर्न चाहन्छौँ। यहाँहरूको यो उद्यमशीलता देखेर पक्कै पनि अरूलाई पनि प्रेरणा मिल्नेछ भन्ने लागेको छ। हामी उहाँहरूले बनाउँदै गरेको ठाउँहरूमा पनि देखाउनेछौँ। अझै अब यहाँहरूलाई भन्न मन लागेका कुरा केही छन् भने हैन, दर्शक महानुभावहरूलाई केही भन्नुहुन्छ, यो केराबारी गाउँवासीहरूलाई केही भन्नुहुन्छ? हामीले चाहिँ अहिलेसम्म ओडाको सिपबाट अहिलेसम्म कहीँ पनि देखेको छैनौँ हैन। अरूले तालिम थुप्रो आएको छ तर ओडाको सिपबाट अहिलेसम्म उहाँहरूले कसैले पनि गरेको चाहिँ अहिले आजसम्म हामीले देखेको छैनौँ। तर किनभने अब उहाँ ओडाबाट पनि त पैसा त्यतिकै बजेटहरू आउँदैन, यो पनि हामीले सदुपयोग गरौँ। सिप सिकेर मात्र हुँदैन, आफूले गरेपछि जाने बुझेको गर्दा चाहिँ धेरै राम्रो जस्तो लाग्छ हामीलाई चाहिँ। यो हाम्रो ओडा गाउँपालिकाले अझै पनि सपोर्ट गरिदिनुहुन्छ भन्ने धेरै अपेक्षा राखेको छौँ हामीले। 10 वटा ओडाभित्र हाम्रै यही प्रोडक्ट युज होस्, बाहिर नजाओस्, बाहिरको नआओस्, यहीँ ओडाकै आफ्नै केराबारीकै ठाउँकै प्रोडक्टहरू युज होस् भन्ने आशा धेरै राखेको छौँ हामीले। यो हस्पिटल भयो, सरकारी कार्यालय सबै चिजतिर, विद्यालयतिर भयो, दोकानेतिर सबैतिर हामीलाई अलिकति अझै सपोर्ट गर्नुहुन्छ भन्ने धेरै अपेक्षा राखेको छौँ हामीले। हजुर पक्कै पनि श्रेष्ठ लघु उद्योगलाई सम्झनु होला भन्न चाहनुहुन्छ? हजुर। यहाँहरूको ब्रान्ड पक्कै पनि केराबारी मात्रै होइन, अहिले त अब सुन्दर हरैजा नगरपालिकासम्म पुगिसकेको छ। त्यसो हुँदाखेरि केराबारीले नै चाहिँ नछुटाउनु होला। केराबारी आदरणीय जेफाले श्रीनाथ डबली हेरिरहनु भएका दर्शक महानुभावहरू, यहाँहरूले बाहिरको सामग्रीहरू, बाहिरको उत्पादनहरू प्रयोग गरिरहनु भएको छ भने अब आफ्नै गाउँठाउँमा श्रेष्ठ लघु उद्योगमा सम्पूर्ण घरायसी प्रयोगमा चाहिने सामग्रीहरू उत्पादन हुन थालेको छ। आफ्नो सिपहरू देखाउनुको राम्रो हो भन्ने जस्तो सोच चाहिँ हाम्रो चाहिँ त्यही छ। त्यो सोच राखेर यहाँहरू लागि पर्नुभयो। केराबारी गाउँपालिकाले थुप्रै कुराहरूमा विभिन्न सिपमूलक कार्यक्रमहरू ल्याइरहेको छ, दिइरहेको छ। तर ती सिपहरू प्रयोगमा आइरहेको छैन, सदुपयोग भएको छैन। पछिल्लो समय यस्ता खालका सिपहरू सदुपयोग आउनु पनि केराबारी गाउँपालिकाको लागि एउटा ठुलो कुरा हो, महत्त्वपूर्ण विषय राख्छ भन्ने लागेको छ। उहाँहरूले त्यही सिपलाई निरन्तरता दिइरहनु भएको छ। अब जाँदा जाँदै यहाँहरूको यो यात्रा, उद्यमशीलताको यात्रा अझै पनि बढोस्। श्रेष्ठ लघु उद्योगको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। तपाईँको तर्फबाट केही छ भन्ने कुरा? मेरो तर्फबाट हामीले अब हामीलाई सिकाउनु भएको छ ओडाबाट, हामीले यसलाई नै निरन्तर दिँदै जाउँ होइन। यो गाउँतिर अब यो 10 वटा ओडामा यही हाम्रै प्रयोग गरिदिनु हो। हजुर यो ब्रान्ड बनाउनु भएको छ श्रेष्ठ लघु उद्योग भनेर, यो ब्रान्डलाई अझै माथि बढाउन चाहनुहुन्छ। हुन्छ, समय दिनुभयो, धन्यवाद छ। उहाँहरूको यो उद्यमशीलताको यात्रामा यहाँहरूको साथ सहयोग पक्कै पनि मिल्नेछ भन्ने कुरा राख्दै जेफाले श्रीनाथ डबलीको 242औं श्रृङ्खलाबाट म यहाँहरूकै शब्दभरिको सारथी युवराज ठकुरी बिदा हुने अनुमति चाहन्छु। नमस्कार। जय पर्यटन साहित्य।